दर्शक पनि विराटनगरमा छौँ र विराटनगरको ताजा दृश्य ताजा अपडेट यतिखेर तपाईँहरूलाई देखाइरहेका छौँ र आज बिहिबारको दिन जुन सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नम्बर 3 कप्तानगञ्जमा आइतबार राति घटेको घटना पश्चात यतिखेर हामी यो दृश्यको बारेमा देखाइरहेका छौँ। विराटनगरमा यतिखेर हनुमान मन्दिरबाट हिन्दू मार्न पाइँदैन जस्ता लाराहरू लगाएर चाहिँ जिल्ला प्रशासन कार्यालय सिडिओ कार्यालयतर्फबाट मार्च गरिरहेको छ र देशैभरि यतिखेर प्रदर्शनको अवस्था रहेको छ। धेरै ठाउँमा चाहिँ स्थिति कन्ट्रोलमा आइसकेको छ र नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरीले चाहिँ स्थितिलाई नियन्त्रणमा लिइरहेको छ र प्रदर्शन शान्तिपूर्ण प्रदर्शन भने देशैभरि भइरहेका छन्, विभिन्न ठाउँहरूमा भइरहेको छ र विराटनगरमा पनि आज बिहान 10 बजेबाट हनुमान मन्दिरमा भेला भएर यो मार्च अगाडि बढिरहेको छ। यो दृश्य हामी तपाईँहरूलाई देखाइरहेका छौँ। अगाडिपट्टि मोरङ प्रहरीको घेरा रहेको छ र पछाडिपट्टि यो प्रदर्शन रहेको छ र यसलाई चाहिँ जिल्ला प्रशासनले अगाडिपट्टि ट्राफिक प्रहरीले चाहिँ यो सडकलाई खाली गराउने क्लियर गर्ने काम गरिरहेको छ र धेरैजनाले प्रश्न सोध्नुभएको थियो बजार खुल्ला छ, गाडी खुल्ला छ छैन भन्ने विषयमा। सुनसरी जिल्लाको दुबी लगायतका अन्य धेरै पालिकाहरूमा चाहिँ यतिखेर कर्फ्यू आदेश जारी छ। इटरीका केही वाडाहरू र धरानुपा महानगरपालिका र बराज क्षेत्रमा चाहिँ कर्फ्यू आदेश छैन। त्यहाँनिर शोभात्रपूर्ण बाटोमा कर्फ्यू आएका छन् र वैकल्पिक बाटोहरू प्रयोग गरेर यतिखेर सडकहरू चाहिँ खुलिरहेका छन् र यो बजारको अवस्था देखाउन चाहन्छु। विराटनगर बजार शोभात्रपूर्ण वातावरणमा खुलिरहेको छ र चलिरहेको छ विराटनगरको कुरा गर्दै गर्दाखेरि चाहिँ। र यो शान्तिपूर्ण प्रदर्शन यो मार्च हामी यतिखेर तपाईँहरूलाई देखाइरहेको छु। विराटनगरबाट प्रत्यक्ष रूपमा चाहिँ यो अब गोल्छा चोक हुँदै जिल्ला प्रशासन कार्यालय तर्फ जिल्ला प्रशासन कार्यालय मोरङतर्फ जानेछ र ज्ञापन पत्र बुझाउनेछन्। केही मागहरू रहेका छन्, केही मुद्दाहरू रहेका छन्, उहाँहरूले बारम्बार त उठाइराख्नु भएको छ। ती विषयवस्तुहरूलाई चाहिँ उहाँहरूले जोडेर हामी ज्ञापन पत्र बुझाउँछौँ भनेर यहाँदेखि उहाँहरू अगाडि बढिराख्नु भएको छ र यो प्रदर्शन हामी देखाइरहेका छौँ। आइतबार पछाडि छानबिन समिति पनि गठन भएको छ। छानबिन समिति घटनास्थलमा पुगेर त्यहाँनिर जुन राति घटना भएको थियो त्यहाँ भएका प्रमाणहरू अन्य चिजहरूलाई चाहिँ खोज्ने प्रयास पनि गरिरहेको थियो छानबिन समितिले र अन्य समितिहरूले पनि। त्यहाँनिर चाहिँ जिल्ला प्रहरी कार्यालय जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि त्यहाँनिर चाहिँ अनुसन्धान गरिरहेको छ र एक हप्ताभित्रमा प्रतिवेदन बजाउनको लागि चाहिँ 5 सदस्यीय समिति गठन गरेको छ गृह मन्त्रालयले। र गृह मन्त्रालयको छानबिन समिति पनि यतिखेर मोरङ सुनसरीमै रहेर उहाँहरूले चाहिँ यहाँ आएर यहाँ विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेहरूलाई चाहिँ भेटेर उहाँहरूको अवस्था बुझ्नुभएको थियो। स्वास्थ्य मन्त्री पनि आएर चाहिँ उहाँहरूको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो। प्रदेश सरकारले पनि जो घाइतेहरू हुनुहुन्छ उहाँहरू घाइतेहरूलाई चाहिँ घोषणा गर्नुभएको थियो, राहतहरू घोषणा गर्नुभएको छ। केन्द्र सरकारले पनि स्वास्थ्य मन्त्रालयको सम्पूर्ण उपचार खर्च मन्त्रालयले सरकारले गर्ने भनेर घोषणा गरेको छ र उहाँहरूले चाहिँ उचित छानबिन हुनुपर्छ। उहाँहरूलाई चाहिँ जो छानबिन समिति छ त छानबिन समिति न्यायमा चाहिँ नै गडबडी छ। त्यहाँ केही व्यक्तिहरू चाहिँ हामीले खोजेअनुसार छैन भनिराख्नु भएको माग पनि उठाउनु भएको छ। हिजो त्यो विषयलाई लिएर छानबिन समितिकै विरोधमा चाहिँ हिजो प्रदर्शन पनि भएको थियो केही समय कप्तानगञ्जमा र हिजो हामीले प्रत्यक्ष रूपमा चाहिँ कप्तानगञ्जबाट पनि तपाईँहरूलाई लाइभ देखाएको थियो। कप्तानगञ्जको अवस्था पनि देखाएको थियो। कप्तानगञ्जमा जुन अवस्था अन्य दिनमा रहेको थियो हिजो शान्ति भइरहेको थियो, शान्तिपूर्ण रूपमा कप्तानगञ्ज चलिरहेको थियो र मोरङ जिल्लामा पनि त्यसको प्रभाव परिरहेको छ र कोशी खोला पारिपट्टि मध्य प्रदेशका विभिन्न जिल्लाहरूमा पनि प्रदर्शन भइरहेको थियो। हिजो पनि प्रदर्शन भइरहेको थियो र शान्तिपूर्ण प्रदर्शन भइरहेको छ। मोरङ जिल्लाभरिमा चाहिँ यो 4 दिनमा कुनै पनि त्यस्ता खालका अप्रिय घटनाहरू त्यस्ता खालका गतिविधिहरू भएका छैनन्। जहाँ जहाँ भएका छन् शान्तिपूर्ण प्रदर्शन भएका छन्। मङ्गलबारका दिन यो जुन बजार क्षेत्र रहेको थियो उहाँहरूले आफै शोभात्रपूर्ण वातावरणमा चाहिँ आफैले सटर बन्द गरेर पनि विरोध प्रदर्शन गर्नुभएको थियो। अब यहाँनिर एकछिन यो बेला भएको छ र जिल्ला प्रशासन कार्यालय मोरङले साउन्ड बक्स स्पिकर ठुलाहरू चाहिँ प्रयोग गर्न निषेध गरिदिएको छ। अनिश्चितकालका लागि चाहिँ उहाँहरूले अर्को सूचना जारी नगरुन्जेलसम्मको लागि चाहिँ अहिले प्रयोगमा बन्द गरिएको छ र यतिखेर यो प्रहरीको अगाडिपट्टिको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमान्डमा चाहिँ यतिखेर यो सुरक्षा घेरा रहेको छ अगाडिपट्टि र पछाडिपट्टि प्रदर्शन गर्ने प्रदर्शनकारीहरू हुनुहुन्छ र अगाडिपट्टि ट्राफिक प्रहरीले चाहिँ सडकलाई चाहिँ क्लियर गर्ने काम गरिरहेको छ। बजार खुला रूपमा छ र यातायात आवागमन पनि शोभात्रपूर्ण वातावरणमा भइरहेको छ। यहाँ कुनै पनि त्यस्तो खालको अप्रिय घटनाहरू या त्यस्ता खालको खतरा कुनै पनि छैनन्। इजी रूपमा सहज रूपमा चाहिँ विराटनगर सञ्चालन भइरहेको छ।
यो पछाडिपट्टिको यो भिड देखाउन चाहन्छु। यतिखेर यो भिड चाहिँ जिल्ला प्रशासन कार्यालय सिडिओ कार्यालयतर्फ अगाडि बढिरहेको छ। यो घटनाको बारेमा मैले धेरै ब्रिफिङ गरिराख्नुपर्छ, धेरै भनिराख्नुपर्छ जस्तो मलाई लाग्दैन, किनभनेदेखि नेपालभरि चाहिँ घटनाले चाहिँ धेरै नै चर्चा पाइरहेको छ। अहिले नेसनलदेखि लिएर इन्टरनेसनल लेभलमा पनि यो चर्चाको विषय बनिरहेको छ, किनभने निरन्तर 4 दिन भइसकेको छ। 4 दिनदेखि चाहिँ यो घटना चाहिँ निरन्तर चलिरहेको छ। सुनसरीका केही पालिकाहरूमा तनावको स्थितिहरू पनि छन् र धेरै पालिकाहरूमा चाहिँ नियन्त्रणमा आइसकेको छ र यस्ता विरोध प्रदर्शनहरू चाहिँ भइरहेका छन् र यो माग देशभरि छ र माइती घरमा पनि प्रदर्शन भइरहेको छ। केन्द्रमा काठमाडौँमा पनि यति ठुलो प्रदर्शन यति लामो समयसम्म भएको थिएन जुन यो विषयलाई लिएर, र अहिले यो प्रदर्शन बढिरहेको छ र यसलाई चाहिँ शान्त गर्नको लागि, यसलाई चाहिँ एउटा सद्भाव कायम गर्नको लागि र पहिलेको अवस्थामा पुनः आउनको लागि चाहिँ यतिखेर जिल्ला प्रशासन कार्यालय मोरङले एउटा सूचना आह्वान गरेको छ। सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण जनप्रतिनिधिहरू, सम्पूर्ण व्यापारी वर्गहरू, पत्रकारहरू, विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित सङ्घ संस्थाहरू सम्पूर्णलाई चाहिँ आह्वान गरेको छ। आज 3 बजे उहाँहरूले बोलाउनु भएको छ सर्वदलीय बैठकको लागि। के यसलाई कसरी चाहिँ निचो निकाल्न सकिन्छ, प्रदर्शनहरूलाई चाहिँ कसरी रोक्न सकिन्छ र यसलाई शान्ति सुव्यवस्था कायम कसरी गराउँछ र पहिलेकै अवस्थामा कसरी यो बजारलाई, जिल्लालाई, देशलाई सञ्चालन गर्न सकिन्छ र उहाँहरूले चाहिँ यो कदमी चलिराख्नु भएको छ। र हिजो पनि दिनभरि सुनसरीका विभिन्न ठाउँहरूमा विभिन्न पालिका प्रमुखज्यूहरूले पनि सर्वदलीय बैठक बसेर चाहिँ यसलाई सद्भाव कायम गराउनको लागि कसरी काम गर्ने, कसरी अगाडि बढ्ने भनेर उहाँले बैठक बस्नुभयो। त्यसबाट थोरै अवस्था कन्ट्रोलमा आएको छ र यहाँ पनि मोरङ प्रशासनले त्यो काम गरिरहेको छ। र्याली गोचा चोकतर्फ अगाडि बढिरहेको छ। गोचा चोकमा अगाडिपट्टि ब्यारिकेडिङ गरिएको छ र त्यहाँबाट जति पनि सवारी साधन रहेको छ त्यसलाई डाइभर्टहरू गरिरहेको छ रोडतर्फ, अर्को सडकतर्फ। हामी यो दृश्य तपाईँहरू देखाइरहेका छौँ। विराटनगरबाट घटना घटेको थियो सुनसरी जिल्लाको दक्षिण भेगमा देवानगञ्ज पर्छ। देवानगञ्जको कप्तानगञ्ज भन्ने ठाउँमा आइतबार रात समयमा जुन घटना घटेको छ, त्यो घटनाको विराटनगरको दृश्यमा देखाइरहेको छु पछाडिपट्टि। र यो विभिन्न मागहरू रहेका छन् र त्यसले गर्दाखेरि चाहिँ आइतबारदेखि नै
त्यहाँ गएर विभिन्न जाँचबुझहरू गर्नुभएको छ। हिजो पनि उहाँहरू चाहिँ त्यहाँ गएर उहाँका आफन्तहरूलाई भेट्ने, त्यहाँको परिवारहरूसँग कुराकानी गर्ने लगायतका कामहरू गर्नुभएको र गृह मन्त्रालयले पुरा निर्देशन दिएको छ र घटना घटिसके पछाडि तत्कालीन जो सुरक्षा प्रमुखहरू हुन्थ्यो उहाँहरूलाई हटाएर उहाँहरूको ठाउँमा नयाँ सुरक्षा प्रमुखहरू पनि यो दृश्य यतिखेर विराटनगरमा देखाइरहेको छ। यस सन्दर्भमा हामी विराटनगरको टोटल अपडेट दिनेछौँ र विराटनगरमा यतिखेर कुनै पनि सडकहरू, कुनै पनि दोकानहरू, कुनै पनि पसलहरू केही पनि बन्द छैन। सम्पूर्ण पसलहरू खुला छन्। यातायात सोभा र